हाम्रो यस च्यानलमा सम्पूर्णलाई स्वागत छ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजको यस भिडियो मैले चाहिँ शिक्षक सेवा आयोग प्रथम पत्रको लागि एकदमै महत्त्वपूर्ण प्रश्नहरूको सगालो सेट 19 लिएर आएको छु, जुन आउँदै गरेको शिक्षक सेवा आयोग प्रथम पत्रको एक्जामको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। त सुरु गरौँ चाहिँ सेट 19 क्वेसन नम्बर 1 बाट। 1 मा हामी हेर्न जान सक्छौँ। 1 मा के रहेको छ त, शिक्षा सम्बन्धी मौलिक हकको सन्दर्भमा नेपालको संविधानमा उल्लेख नभएको विषय तलका मध्ये कुन हो? अब एमा छ महिलालाई शिक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसरको हक, यो दिएको छ। बीमा छ प्रत्येक बालबालिकालाई निःशुल्क उच्च शिक्षा पाउने हक, यो चाहिँ दिएको छैन, अर्थात् बी अप्सन ठिक रहेको छ। क्वेसन नम्बर 2 रहेको छ, शैक्षिक गुठीको आय व्ययको लेखा कसले तोकेको लेखा परीक्षणबाट गराउनु पर्ने हुन्छ त? यो मान्यता प्राप्त लेखा परीक्षकबाट गराउनु पर्ने हुन्छ। त्यसै गरी क्वेसन नम्बर 3 रहेको छ, शिक्षकलाई नसिहत दिने वा 2 तलब वृद्धि रोक्काको निर्णय गर्ने अधिकार कसलाई दिएको छ त? प्रधानाध्यापकलाई दिएको छ। त्यसै गरी क्वेसन नम्बर 4 रहेको छ, विद्यालयका प्रधानाध्यापकसँगै समान श्रेणीको शिक्षक र प्रधानाध्यापकभन्दा माथिल्लो श्रेणीको शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्दा सुपरिवेक्षक तलका मध्ये को रहने व्यवस्था रहेको छ त? स्थानीयताको शिक्षा हेर्ने प्रमुख रहने व्यवस्था रहेको छ। त्यसै गरी क्वेसन नम्बर 5 रहेको छ, विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन कुन तहको काम कर्तव्य र अधिकार अन्तर्गत पर्छ त? स्थानीयताको काम कर्तव्य र अधिकारभित्र पर्छ। त्यसै गरी क्वेसन नम्बर हामी 7 मा जान सक्छौँ। अस्तव्यस्त अक्षर RATORP लाई व्यवस्थित रूपमा अर्थपूर्ण शब्द बनाउनुहोस्। त्यसपछि तल दिएका विकल्पमा कुन समूहमा पर्छ? अब यो पाइरोट हो, जुन चराचुरुङ्गी अन्तर्गत पर्छ। क्वेसन नम्बर हामी 8 मा जान सक्छौँ। 27 वटा भेडाहरू भइरहेको गोठमा 8 वटा बाहेक सबै मरेछन् भने त्यहाँ रहेका भेडाहरूको सङ्ख्या कति प्रतिशत हो त? 17.37% हो। त्यसै गरी क्वेसन नम्बर 9 रहेको छ, यदि मेच्योरलाई अङ्क 3, 1, 4, 5, 6, 2 भनी कोड गरिएको छ भने यङको कोड के होला? दिएको विकल्पमध्ये छान्नुहोस्। अब यसको यसरी मिलाउँदाखेरि यङको कोड भनेको 90687 हुन्छ। यसै गरी क्वेसन नम्बर 10 रहेको छ, प्रश्न चिन्ह रहेको खाली कोठामा कुन अङ्क ठिक होला? दिएको विकल्पहरूमध्ये रोजी पुरा गर्नुहोस्। अब यहाँ यसरी हेर्दाखेरि यो विकल्पमा चाहिँ 14 हुन्छ। क्वेसन नम्बर हाम्रो 11 रहेको छ, नेपालसँग 2007 सालभन्दा पहिला दायित्व सम्बन्ध कायम भएको मुलुक तलका मध्ये कुन हो त? अब यहाँ जापान होइन, फिलिपिन्स होइन, स्विजरल्यान्ड होइन, फ्रान्स चाहिँ हो। अब फ्रान्स उत्तर ठिक छ। क्वेसन नम्बर हामी 12 मा जान सक्छौँ। तलका मध्ये कुन चाहिँ संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था होइन? अब यो खाद्य तथा कृषि सङ्गठन हो, अन्तर्राष्ट्रिय श्रम सङ्गठन हो, विश्व स्वास्थ्य सङ्गठन हो, यो अन्तर्राष्ट्रिय अदालत होइन। क्वेसन नम्बर हामी 13 मा जान सक्छौँ। 13 मा के रहेको छ त, प्रशान्त महासागरको सबभन्दा गहिरो भाग कुन हो त? प्रशान्त महासागरको सबभन्दा गहिरो भाग भनेको मारियाना ट्रान्च हो। क्वेसन नम्बर 14 रहेको छ, कुन महादेशलाई प्रायद्वीपको प्रायद्वीप भनिन्छ? युरोपलाई हो प्रायद्वीपको प्रायद्वीप भन्ने। क्वेसन नम्बर 15 रहेको छ, सौर्यमण्डलका ग्रहहरूलाई भित्री सौर्यमण्डल र बाहिरी सौर्यमण्डल विभाजन गरिएको छ, तलका मध्ये कुन ग्रह सौर्यमण्डल भित्री सौर्यमण्डलमा पर्छ त? यो मङ्गल पर्छ। त्यसै गरी क्वेसन नम्बर 16 रहेको छ, माइक्रोसफ्ट एक्सेल इज नट युज्ड फर वर्ड प्रोसेसिङ। अब डाटा एनालाइसिसमा प्रयोग हुन्छ, अकाउन्टिङमा अनि मार्कसिटमा प्रयोग हुन्छ, र वर्ड प्रोसेसिङमा प्रयोग हुँदैन। क्वेसन नम्बर 17 रहेको छ, नेपालको सबभन्दा लामो हिमनदी खुम्बु हो भने सबभन्दा ठुलो हिमनदी कुन हो त? लामटाङ हो। त्यसै गरी क्वेसन नम्बर 18 रहेको छ, नेपालको प्रसिद्ध कालीगण्डकी नदीको उद्गम स्थल तलका मध्ये कुन हो त? दामोदर कुण्ड हो। क्वेसन नम्बर 19 रहेको छ, विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको काला पत्थर क्षेत्रमा मिति 2066 मङ्सिर 19 मा बसेको मन्त्री परिषद बैठक कुन विषयमा केन्द्रित थियो त? वातावरण संरक्षणसँग केन्द्रित थियो। क्वेसन नम्बर हाम्रो 20 रहेको छ, पूर्वीय दर्शन अनुसारको आयुर्वेद उपचार पद्धतिका प्रणेता को हुन् त? धन्वन्तरी हुन्। क्वेसन नम्बर 21 रहेको छ, सन् 2025 मा प्रकाशित वर्ल्ड ह्याप्पिनेस रिपोर्ट अनुसार सबभन्दा खुसी मुलुकको सूचीमा फिनल्यान्ड प्रथम स्थानमा छ भने नेपालको स्थान कति हो छ त? 92 अर्थात् 92 स्थान रहेको छ। क्वेसन नम्बर 22 रहेको छ, तल दिएका संरक्षित क्षेत्रहरूमध्ये कुन चाहिँ सिकारा रक्ष हो त?
यो मकालो होइन, नेपालमा एउटा मात्रै सिकारत छ, त्यो पनि ढोरपाटन सिकारत छ। क्वेसन नम्बर हाम्रो 23 रहेको छ, हालसम्म विश्व सम्पदा सूचीमा सूचीकृत नभएको नेपालको सम्पदा तलका मध्ये कुन हो त? यो गोर्खा दरबार क्षेत्र यहाँ दिएको मध्ये छैन, अरू सबै छ। भक्तपुर छ, लुम्बिनी छ, हनुमान ढोका छ, अनि गोर्खा छैन। क्वेसन नम्बर हाम्रो 24 रहेको छ, व्हिच अफ द फलोइङ टुल इज युज्ड बाई टिचर टु सेयर थट आइडिया एन्ड एक्सपिरियन्स, द्याट इज ब्लग। क्वेसन नम्बर 25 रहेको छ, युनेस्को फेलिक्स हुफिया बोन्नी शान्ति पुरस्कार को सन् 2024 को संस्करण कसलाई प्रदान गरियो त? एन्टोनियो कोस्टा पेचुरगुललाई प्रदान गरियो। क्वेसन नम्बर 26 रहेको छ, कुनै व्यक्तिले यात्रा गरिरहेको सवारी साधन बिग्रिएपछि त्यसलाई छोडी दोस्रो सवारी साधन खोजी गरी ऊ गन्तव्य पुग्यो। यस घटनाबाट यात्रुबाट तलका मध्ये कुन स्वरूपको सिकाइ प्रयोग भयो त? अनियमित सिकाइ। क्वेसन नम्बर 27 रहेको छ, विद्यालय क्षेत्र सुधार योजना एसएसआरपी 2009 देखि 15 ले नसमेटेको तर शिक्षा क्षेत्रको योजना ESP 2021-30 ले समेटेको सुझावको क्षेत्र तलका मध्ये कुन चाहिँ हो त? उत्थानशीलता हो। क्वेसन नम्बर हाम्रो 28 रहेको छ, शरीरको अङ्ग प्रत्यारोपण गराउने आउने परिमाणात्मक र संरचनात्मक परिवर्तन कुन हो त? वृद्धि हो। क्वेसन नम्बर 29 रहेको छ, सिकाइ भनेको अनुभव एवं तालिमको माध्यमबाट आउने व्यवहारको परिमार्जन हो, यो भनाइ कसको हो त? गेटको हो। क्वेसन नम्बर 30 रहेको छ, तलका मध्ये वृद्धिको विशेषताभित्र नपर्ने कुन हो त? सबै स्थान विशेषमा प्राय एउटै हुन्छ, यो पर्दैन। क्वेसन नम्बर 31 रहेको छ, तपाईँको घोडालाई पानी भएको ठाउँमा लैजान सक्नुहुन्छ तर उसलाई पानी पिलाउन सक्नुहुन्न, यो भनाइ तलका मध्ये कुन पक्षसँग मिल्छ त? सिक्नका लागि अभिरुचिसँग मिल्छ। क्वेसन नम्बर 32 रहेको छ, सिकाइमा शिक्षकको हेराइ र मुस्कुराहट तलका मध्ये कुन प्रकारको पुनर्बल हो त? सकारात्मक अशाब्दिक पुनर्बल हो। क्वेसन नम्बर 33 रहेको छ, मनोवैज्ञानिक थर्नडाइकका अनुसार सिकाइका प्राथमिकता नियममा नपर्ने तलका मध्ये कुन विषय हो त? बहुप्रतिक्रियाको नियम हो। क्वेसन नम्बर 34 रहेको छ, उद्दीपक र प्रतिक्रियाको साहचर्यबाट हुने सिकाइलाई के भनिन्छ त? लर्निङ बाई एसोसिएसन हो। क्वेसन नम्बर हाम्रो 35 रहेको छ, व्हाट इज द गुगल क्लासरुम? त यो वेब बेस्ड लर्निङ प्लेटफर्म हो। त्यसै गरी क्वेसन नम्बर हाम्रो 36 रहेको छ, समालोचनात्मक सिकाइ र समस्या समाधान सिप अन्तर्गत नपर्ने सिप तलका मध्ये कुन हो त? यो सृजनात्मक सोचाइ हो। क्वेसन नम्बर हाम्रो 37 रहेको छ, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले पाठ्यक्रम विकास गर्ने अधिकार कसलाई दिएको छ त? पाठ्यक्रम विकास केन्द्र र स्थानीय तहलाई। क्वेसन नम्बर हाम्रो 38 रहेको छ, तलका मध्ये कुन शिक्षण विधिले अप्रत्यक्ष सिकाइलाई प्रोत्साहन गर्छ त? सहभागितात्मक परियोजना कार्यले। क्वेसन नम्बर 39 रहेको छ, शिक्षण सिकाइ क्रियाकलापमा बौद्धिक अवधारणा बेकिङ कन्सेप्ट अनुसारको शिक्षण उपयुक्त हुने भनेर वकालत गर्ने व्यक्ति को हुन् त? पाउलो फेरे। क्वेसन नम्बर 40 रहेको छ, तलका मध्ये कुन चाहिँ निर्माणात्मक मूल्याङ्कनको विशेषता हो त? सिकाइमा सुधार गर्नु। क्वेसन नम्बर 41 रहेको छ, प्रयोग गर, प्रदर्शन गर र समाधान गर जस्ता क्रियापदहरू भएको प्रश्नले कुन सिकाइ सक्षमता परीक्षण गर्छ त? यो प्रयोग भन्ने। क्वेसन नम्बर 42 रहेको छ, कक्षा कोठा भित्रको विविधता व्यवस्थापन गर्दै सिकारुको सिकाइ गति र क्षमता अनुसार सूचना र प्रविधि सहित सिकाइ कार्य सञ्चालन भएको अवस्था तलका मध्ये कुन चाहिँ हो त? आधुनिक कक्षा कोठा व्यवस्थापन हो। क्वेसन नम्बर 43 रहेको छ, शिक्षा नियमावलीको आधारभूतता कक्षा 6-8 देखि नै योग्यता पुगेका विषयगत शिक्षकको व्यवस्था गर्नुले कुन प्रकारको शिक्षणलाई अवलम्बन गर्न खोजेको छ त? विशेष शिक्षणलाई। क्वेसन नम्बर हाम्रो 44 रहेको छ, शिक्षकले पढाउन थालेको सुरुवाती चरणमा उनीहरूलाई दिने संक्षिप्त तालिमलाई तलका मध्ये कुन हो त? यो इन्डक्सन तालिम हो। क्वेसन नम्बर हाम्रो 45 रहेको छ, आफूमा भएको ज्ञान सिप एवं अनुभवको विश्लेषण गर्ने बानी शिक्षकको कुन सक्षमता अन्तर्गत पर्छ त? निरन्तर सिकाइ र पेशागत विकास। क्वेसन नम्बर हाम्रो 46 रहेको छ, व्हाट इज च्याट जीपीटी? द्याट इज आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट हो। क्वेसन नम्बर हाम्रो 47 रहेको छ, नेपालको परराष्ट्र नीति केमा आधारित छ त? पञ्चशीलमा आधारित छ। क्वेसन नम्बर 48 रहेको छ, शिक्षक निर्देशिकाले तलका मध्ये कुनलाई बुझाउँछ त? अध्ययन मार्गदर्शनलाई बुझाउँछ। क्वेसन नम्बर 49 रहेको छ, चालु 16 पञ्चवर्षीय योजना 2081 देखि 86 सम्मको अन्त्यमा गरिबको रेखामुनि रहेको जनसङ्ख्या कुल जनसङ्ख्या
कति प्रतिशत रहेको नि अपडेट छ त 12%। त्यसै गरी क्वेसन नम्बर 50 रहेको छ which is the best way to set secured password in Gmail that is used with letter, number and symbol। हस्, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। यो भिडियोको कुनै पनि प्रश्नमा केही समस्या छ भने कमेन्ट गर्न नबिर्सनु होला। कार्यमूलक भिडियो हेर्नको लागि च्यानलमा बनिराख्नु होला। तपाईको दिन शुभ होस्। हस्, थ्याङ्क यू।